हमारा घर बन रहा है, सो घर दिखाता है आपको। सो घर बन रहा है, हमारा काम चल रहा है। चलिए काम दिखाते हैं। सो हेर्न सक्नुहुन्छ, देख सकते हमारा कांचो काम कर रहा है, उधर देख सकते हैं। कांचो हेलो गाइस, फाइनली गाइस जुठे घर कम्प्लेन भइसकेको छ। आज जुठेले हामीलाई मासु भात पनि पकाएर खुवाउँदैछ हैन। त्यही त हो, अरु के छ? यही त हो। त बोल। म के भन्ने र घर बनिरहेको छ फाइनली। अब 2-3 महिनापछि एन्डिङ हुन्छ, घरको कम्प्लिट हुन्छ, कम्प्लेन हुन्छ हैन। सो माटो हेर्न सक्नुहुन्छ, माटो चाहिँ यहाँ जेसिबीले खनेर यहाँ फाले। अब यहाँबाट उठाएर हामी त्यहाँ हाल्दै हो, कोठा भर्दै हो। सो हेर्न सक्नुहुन्छ तोरीबारी हेर्न सक्नुहुन्छ, तोरीबारी। अनि एउटा कुरा, ठेकदारहरू चाहिँ एकदम बबाल छन् है। ठेकदारहरूलाई चाहिँ घरको काम चाहिँ बराबर दिइहाल्नुपर्छ। मेरो चाहिँ पिलर खडा गरिदिइसक्यो है, हाम्रो चाहिँ अरू फेरि पछि गर्ने हो। तर ठेकदारहरू बब्बाल छन्, बब्बाल। बेल्छ होइन, मतलब बबाल घर बनाउँछन् है। बबाल छ घर त। मेन ठेकदार उहाँ हुनुहुन्छ, उहाँ माथि। सो म अब पुरा फाइनल घर देखान्छु है। के छ बाबु, ठिक छ? बाबु बोलेन क्या? सो आगो अगाडिबाट देखाउँछु। सो यस्तो छ यहाँतिर हेर्न अगाडिबाट। यो चाहिँ हाम्रो बाटो हो, बाटो भइरहेछ। बाँकी यो बाटो हो यता भाइ होइन, यताबाट माथि आउने बाटो हो। यो चाहिँ हाम्रो हो। अब चाहिँ हाम्रो ठेकदारलाई देखाउनुपर्छ है। हामी ठेकदारलाई देखाउँछौँ है। बबाल छ घर चाहिँ। सो हाँस्यो। सो बबाल छ घर चाहिँ है, के भन्ने हो र, एकदम छ। सो घुमाइ हेर्नुपर्छ है। राम्रो चट्ट बन्दैछ अगाडि। अझ यहाँतिर माटो हाल्न बाँकी छ है। यता माटो हाल्न छ, यता पनि माटो हाल्न छ। अनि हाम्रो चाहिँ सपना यही थियो, एउटा घर बनाउनु पर्छ भनेर चाहिँ है। यहाँ चाहिँ यो कोली अरे, टक्क कोली हारे यो चाहिँ है। यस्तो भएको छ। यहाँ पनि अझै माटो हाल्दैछ। मलाई एउटा 2टा 3टा माटो हाल्दा अब एउटा 2टा 3टामा हाल्ने छ अझै। धेरै मेहनत गर्छ केटाहरूले यार, मेहनत गरेर पैसा फेरि यस्तो लाग्छ। पैसा त पैसा गाइस, पैसा खानु त्यस्तो छ गाइस। अलि पर्छ अरे पैसा गाइस, यस्तो छ गाइस हैन। पैसा जता पनि बुझी उल्टो मात्र छ गाइस हैन। पैसा छ के नि गाइस, काम गराउँछ पैसा दिन्न है। पैसा दिन्न किन नदेला यार, दिइहाल्छ नि यार पैसा त। काम गर्न पहिला, काम गर। भन्छ पैसा काम सिकिसक्यो।
1 गते हो के काम सिद्धाएर बल्ल 1 गते पैसा हान्छ नि त हाम्रो पनि तन्का काम गरेपछि 1 गते हान्छ होइन अब यसो भेनालाई देखाइहालौँ एक्लै काम गरिरहनु भएको छ यता होइन हाम्रो चाहिँ अब पिल्लर खडा भइसकेको छ यो चाहिँ अहिले हामी बस्दै गरेको घर हो घर हेर्नुहोस् न यताबाट पनि उठिसकेको छ यताबाट पनि भइसकेको छ होइन हाम्रो मात्रै भएको छैन अब हाम्रो पनि हुँदैछ अझ 1-2 वर्ष कुर्नुपर्छ होइन केटाले टक्क गाना चलाउँदै मस्त मजाले गरेछ है हामी चाहिँ अब हल्का अगाडि गएर हेरौँ यस्तो हेर्नुपर्छ गाइस सो घाम त लाग्छ यता भए यस्तरी यस्तो हुँदैछ बल्ल पिल्लर उताबाट चाहिँ पिल्लर भइसकेछ हेर्न सक्नुहुन्छ उता चाहिँ हाम्रो गाउँपालिका अनि सो यस्तै छ यस्तै यता पनि भइसकेको छ होइन यता पनि भइसकेको छ के त को सिक्रेट गार्ड काम गर है केटा काम गर पैसा नमिल्ला पैसा साउलाई हान्न खोज्छ केटा हेर त यस्तोलाई अब के भन्ने साउलाई हान्छ अब के भन्ने के किडन्याप हान्ला स्यार यो हाम्रो तोरी बार हेर्नुहोस् तोरी यस्तो चल्दैछ गाइस यो चाहिँ हामी बसिरहेको घर हो केटाहरूले चाहिँ अब फेरि माटो फाल्दैछन् यो चाहिँ हाम्रो तोरीबारी है यो चाहिँ हाम्रो गाउँ भयो हाम्रो गाउँ होइन अब केटाहरूको घर चाहिँ ऊ तल हो त्यतातिर हो र यसको कान्छाको घर मस्त गरौँ साथी हो साथीभाइ हो काम गर्नलाई मात्रै ठेकदारहरू हो नत्र सब साथी हो मैले स्कुलमा पिटी पढाएको साथीहरू यिनीहरू हो मैले त लग्थेँ क्या साथीभाइ हो मैले त लग्थेँ यिनीहरूलाई पढाउन हो कि न अलि कान्छोको बोल्ने तरिका छैन किनभने म बिचमा गइहालेँ हिँड्दातिर म चाहिँ खासमा अहिले यसलाई बोल्ने तमिज छैन कान्छेलाई किनभने म अब इन्डिया गइहालेको थिएँ यसलाई चाहिँ यस्तै यहाँ कसले खुल्ला छोडिदिएछ त्यही भएर चाहिँ अलिक बोल्ने तमिज छैन गाह्रो पिरो नमानिदिनु होला है साथीभाइहरू के पुतली हो यहाँ कुकुरलाई भने यहाँ भुक्न त भुक्छ है यसले काम त किसिम गर्छ है गाइस हुर्र पुतली हुर्रे पुतली हो यो त्यसो गर्न आउँछ के पुतली आज सो गाइस भिडियोलाई राम्रो लाग्छ भने लाइक सेयर मासले कपडा नभन्ला न कमेन्ट गरिदिनु होला हैन खतम छ यार कान्छ यार हिजो लागेको कपडा फेरि मैलो गरिदिनु लाग्छ यार सो केटाहरू चाहिँ एकदम बदमास छन् है आफूहरूको हुलिया हेर यस्तो छ मैलो अनि म हिजो नुहाइधुइ गरेर नयाँ कपडा लगाएर च्याट्ट पर्यो फेरि माटो हाल्यो फाइनली गाइस हामीले भेटाइसकेको छौँ एउटा गरिबको बच्चा होइन यो गरिब बच्चा हो होइन यो गरिब बच्चालाई खाना लाउनु पुगेको छैन गाइस पुगेको छैन यसलाई हेल्प गरिदिनु होइन गाइस यसले दिइरहन्छ क्या पैसा फेरि यार यसलाई हेल्प गरिदिनु गाइस सो गाइस भिडियोलाई राम्रो लाग्यो लाइक सेयर गरिदिनु होला ल हस् त धन्यवाद